कुकुर कसरी हरायो भनेर भन्दैछन् आफ्नो दुःख पीडा पुग्दैछ वेदनाहरू। त्यही कुकुरलाई त म लगि छाड्छु अहिले गइहाल्छ मलाई देखेपछि। ठिक छ गाडीमा बस्नु आउँछ बाइकमा। हेमन्तले आज नयाँ नोकरी पाएको छ होइन, नयाँ जोब लागेको छ। यहाँदेखि माछा उठाउने उहाँ लगेर तौल्ने। महिनाको मात्र दिनको एक ट्रिप गरे बापत 3 रुपियाँ। जति ट्रिप गऱ्यो उति बढी पैसा कमाउने। मेरो घर कुकुर होला यो हो भने होइन ऊ सेतो थियो पुरै यही होला होइन यो यहाँ कसले भरत अङ्कल यहाँ त पुगाएन। भरत अङ्कलले आफ्नो गर्लफ्रेन्डलाई उ गर्नेलाई यहाँ त पुगाएन। कुकुर यही छ रे त्यो। चिको भन्नुपर्ने होइन ल। कहाँ हो केटाहरू? आज हामी बनेल मार्न गइरहेको छु। अनि चाहिँ बावन हो हाम्रो, सिधै टाउकोमा हो। टाउको फुटाउने हो, सिधै टाउको हो। यो यसो हो टाउकोमा अगाडि छिना लगाउने अनि घल्ने हान्ने। केटा हो यहाँ हेर है, यहाँ देखाउ यहाँ किल्ला जङ्गलमा पुरा प्लान भइसकेको छ। यहाँ बनेल हान्ने केटा हो आज। बनेलको 500 लाउने हो बनेललाई। बिहान हामीले आरा पनि यहाँ तिखारेर पुरै रेडी गरेर ल्याएको छु बिचबाट काट्नेलाई। अनि काटिँदैन नि त आज 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 परि लगभग कति किलोको बनेल मर्ला आज भन् त? सबभन्दा बढी म त 60 किलो छु। यहाँ अब यहाँ हेर ऊ यहाँ के हो त्यो च्याउ फुटाउँदैछन्। ओहो सकेन ओहो ल किक ल फ्र्याङ्क किक ल। ओहो कोहीको टाउको फुटाउने आज सिधा टाउको फुटाउन आएको। ओहो म त आकाशतिर पो गइरहेको छु त। ओहो प्रकाश यता हेर त परि। ओहो के होला मुखमा ललिपप हाले जस्तो छ त। चिकम हो तपाईँ चिकम खान्छ है? हेर्दाखेरि डाइनोसर जस्तो हुन्छ। भिडियो बनाउँदैन डाइनोसर काम देखिरहेको त्यसलाई। वाइल्ड माछा जस्तो छ। यो त यो माटीको बास आउँछ के त्यही भएर खानु म। माटीको बास आउँछ कि नहीं खाने होला? भाइ खप आउनु अलि त आउँछ क्या दाइ? हच्काउने हो नै म के गर्नु नसालु केही पनि नै नसालु नभएर माछालु दाइ। हजुर मसालु त माछा लिन माछा लिन आइसकेका छौँ हामी। लिन परि खा यस्तो काम गरेर होइन हामीहरू माछा लिन आइसकेका बदेल खान गएको बदेल पाएन र अब यसो लास्टमा माछा खानु परिरहेछ। माछा चढा जलका पुराइन ऊ रहु सिन हेर न केटा हो सिन। यहाँ पोखरी ठुलो रहेछ यार यहाँ पनि। उतादेखि आइरहेको छ हेमन्त। के भने मदको कुवा हुन्छ नि त्यस्तै स्ट्यान्ड देखाइरहेको छ। मजा आयो आए पनि आयो नआए पनि आयो। जाउँ त आज मेरो हातमा माछा खुवाएर खुवाउँछु तपाईँलाई। पैसै लाग्दैन तपाईँलाई यस्तो खुवाउँछु पकाएर। मलाई पैसा लोभ एउटा घर पैसा आशा मान्दैन कसैको। त्यो त हालिदिनु तपाईँ पैसा पाउनु हो। नै पर्दैन। आइहाल्छ केला छाडेर पहिला जान्छ कि श्रीमतीहरू त्यस्तै। अब यो घर देख्नु सक्नुहुन्छ। पहिला मेरो ससुराली घर थियो। एकदम आज हाम्रो एकन दाइ आफ्नो ससुराली आफ्नो सासु आमालाई खुसी पार्नका लागि माछा लगेर जाँदैछन्। माछाको नाम पनि के हो? रूपसन। यो नाम सुनेर एकन दाइ एकदम इम्प्रेस भइसकेका छन् र एकन दाइ आफ्नो छोराको नाम पनि यही राख्न चाहन्छन्। अनि म एउटा कुरा भन्न चाहन्छु। ऊ त्यो घर यहाँ देखाउनुहोस् क्यामेराम्यान। त्यो घरमा चाहिँ शङ्करको टिका टालो बारेकासँग एकदम मलाई पनि अलिअलि याद छ। यहाँ हेर्न सक्नुहुन्छ हिजो राति मात्र यहाँ भूत आएको अरे। भूतलाई तिर्खा लागेको हुनाले यहाँ पानीको व्यवस्था गरिसक्नु भएको छ यहाँको जनताले। यहाँको वडा अध्यक्षज्यूले एकदमै राम्रो काम गर्नुभएको छ। भूतको लागि सोच्नुभयो। अहिलेको जमाना भूतको लागि कसैले सोच्दैन।
यी यहाँको औडा चाहिँ हुनुहुन्छ अहिले हुँदैछ जाडो हुँदैछ हामी मर्निङ वाक हार्न हिँडेका छौँ त्यही हो हाम्रो मर्निङ वाक हामी चाहिँ बिहानको तयारी मर्निङ वाकमा छौँ अहिले चाहिँ कसैको घरमा माछा छिन्नु छ मार्नु छ भने हेमन्तलाई कन्ट्याक्ट गर्नु होला अहिले कृपया उनको बालले देखिरहेको छैन मुख खुन निकालिदिँदा यहाँ त्यसले तँलाई थाहा छैन उनी एक्सपोर्ट नआएर अनि आउँछ कहाँ छ गणेशले निक्लिँदैन नि अङ्कल काट्न त चाहिने हो र काट्ट आँसीले फटाफट काटिन्छ आँसी त कस्तो होला सायद खतरा हो अङ्कल आँसी त ऊ हो फेरि खसी काट्नेवाला आँसी हो त्यो छ बिना भिडको खसी काटेको छ अरे बिना हाल्ने हो नि त परि ए हेमन्तको खसी काट्नेवाला हाँसी तपाईँ हेर्न सक्नुहुन्छ त यहाँ देखा खसी काट्नेवाला हाँसी मेरो त भइसक्यो त गुरु कहाँ भइहाल्छ राम्रोसँग छिर्नुपर्छ अरे गुरु यार हेर यार एउटा मात्रै राम्रो छ ल एक ठाउँ राख्ने होइन कि अङ्कल नत्र मिठो हुँदैन रहेछ मैले हेर हे परे ठिक छैन खै त थाहा भएन अर्को साइड गरेँ अनि त्यो आधा त मैले गरेर दिएको थिएँ अङ्कललाई दिमाग खराब भएको थियो इएम भयो त्यहाँ बाँकी त हजुरले जति त मेरो पनि भइगयो त कहाँ भयो तिम्रो उल्टा गरेर छिल्न त त्यसै छिल्न हो त्यो त्यो हो यसरी हो। तेरी जग्गा चेला निस्किँदैन अहिले कहाँ निस्किन लाग्यो कसो कति लाग्यो यसरी गर्दैछु त्यसरी कहाँ हुने हो यार त्यसरी काटिन्छ नि भाइ आइगो उभिज्यो यार बिजेर कहाँ बिजे त्यो गाईले तँलाई हाँसो लाउँछ यार होइन यो वाला भिज्यो कि यो पुच्छडको यो मजा मजा आउँछ होला कस्तो कुरा गर्छ मजा आएन है त्यसरी कोही कोही होइन यस्तै तर्पिन्छन् एकन दाइ बिना यस्तै तर्पिन्छन् जस्तै पाप्लेट माछा चल्छ मेन्सन कहिले गर्न चाहन्छ भन्दै तपाईँ म मेन्सन गरौँ कि नाम न किन भयो गरेर ल आई एम अलवेज सिङ्गल हो सिङ्गल म्यान सिङ्गल मान्छे हो म सिङ्गल मान्छे हो दाइ केटीदेखि टाढै रहन्छ 10 कोस टाढै रहन्छ होइन 10 मिटरको दूरी कायम राख्छ आफ्नो नोक्सानमा आशिष के भयो काट्ने भन्थ्यो खसी काट्ने हाली ढिलो रहेछ यार यो अलि धार खसी काटेर अलि धार सक्यो जस्तो छ यहाँ हाँसीको एकछिन छ खसी काट्ने हाँसी हो त लाउँछु त यहाँले म काट्छु यो पित्त कहाँ छ यार अहिले मैले फर्ममा आएको नै पऱ्यो भन् जब हातमा झट्का लाग्यो तब फर्ममा आएन यस्तो हुने रहेछ नि त जितेर त लाग्छ आरा ल्याएको छ यार पुच्छर काट्नलाई